कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 10 स्थित निर्मल शारदा आर्यघाट क्षेत्र नजिकै यही वैशाख 9 गते मंगलबार बिहान एक निकै दर्दनाक र रहस्यमय घटना भएको छ। सो स्थानमा बेलडाँडी गाउँपालिका वडा नम्बर 3 कमरी निवासी 50 वर्षीय हरिकिशन राणा मोटरसाइकल सहित जलेको अवस्थामा मृत फेला परेका हुन्। परिवारजनका अनुसार राणा मंगलबार एका बिहानै घरबाट निस्किएका थिए। घरबाट करिब 7 किलोमिटर टाढा बेलौरीको कलकत्ता क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै पूर्ण रूपमा जलेको अवस्थामा मोटरसाइकल सहित भेटिएका थिए। मृतकका आफन्तहरूले राणालाई हातखुट्टा बाँधेर जलाइएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरण पोषणको माग गरेका छन्। मृतक हरिकिशनकी छोरी लक्ष्मी राणा, छोरा भुवन राणा र दाजु कर्मु राणा। घरमा कसैलाई भनेकै छैनन् कि खै कति बेला निस्कियो थाहै भएन। बिहानको टाइममा निस्किनु भयो, साँझ हिजो आउनु भएको थियो। अनि त्यसपछि सुते हामी सबै। अनि बिहान कतिखेर निस्कियो थाहै भएन, केही थाहै भएन। फेरि हामीलाई त अहिले थाहा भयो 7-8 बजीतिर, केही थाहा थिएन घरमा यस्तो भयो भन्ने। बाबाको यति पनि सपना थियो म आफ्नो छोरालाई एमडी डाक्टर, पहिलो राणा एमडी डाक्टर बनाऊ। र मैले आज एचए पढ्दैछु सर। अब मेरो एउटा इयरको त मैले तिरे, बाबा थिएँ तिरे पढेँ। अब मेरो आउँदो 10 लाखको किस्ता कसले तिर्छ? यो कुरामा मलाई विश्वास गराइदिनुहोस्। मेरो जिम्मेवारी, मेरो घरको जिम्मेवारी, मेरो दिदी मम्मीलाई म अघिले कसरी छोडेर जाउँला? म घरको तेठो छोरा हुने सर, मेरो जिम्मेवारी हुने त्यो सबै पत्रकार सबैले लागिदिनु भयो सर। आज त मसँग पो घटेछ नि यो घटना, तमाम घटना मैले हेरेँ। हामी अनुसन्धान गर्छौँ भनेर यहाँबाट मुचुल्का उठाए पश्चात कसैले टेर्दैन सर। हाम्रो थप माग भन्नुभन्दा पनि सर, यो जो घटना भएछ सर, यो घटनाको अनुसन्धान जसरी पनि हुन्छ त्यो राम्रो तरिकाले होइदियोस् अनि क्लियर होइदियोस्। त्यो दोषी पत्ता लगाइदिनु पर्यो, त्यो दोषीलाई कटघरामा उठाइदिनु पर्यो। हाम्रो माग त्यति नै हो। जसरी पनि दोषी पत्ता लगाउनै पर्छ, नत्र यस्ता घटना कैयौँ घट्ने हुन्। पछि पनि हाम्रो सुरक्षाको लागि केही त राहत हुन्छ। यो दोषी पत्ता लागेपछि त्यो दोषी पत्ता लगाइदिनु पर्यो, त्यसलाई कटघरामा उठाइदिनु पर्यो। घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी नेतृत्वको टोली समेत घटनास्थलमा पुगेको थियो। धनगढीबाट तालिम प्राप्त कुकुर समेत घटनास्थल ल्याई घटनास्थल जाँचबुझ गरिएको छ। प्रहरी टोलीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी। अब यो घटना भएको यहाँहरूले पनि देख्नु भएको छ। एउटा यो बाटोको छेउमा तोरीको भुसा जलिरहेको, मोटरसाइकल त्यसैमा जलिरहेको र त्यसैको करिब 2-3 मिटरको डिस्टेन्समा एउटा मृत लास पनि जलेको अवस्थामा फेला परेको छ। हामी विस्तृत रूपमा अनुसन्धान गर्दैछौँ। बिहानदेखि हामी लागिरहेछौँ। घटनास्थलको पनि सूक्ष्म रूपमा अवलोकन गरेका छौँ र फर्दर चाहिँ के कसरी भएको भन्ने सम्बन्धमा डिटेलमा चाहिँ अनुसन्धान चाहिँ गर्छौँ। अहिले यसै भएको भनेर भन्न सक्दैन। होइन, अनुसन्धानको पाटो अब त्यो हामीले अनुसन्धान गर्छौँ। के हो सत्य तथ्य खुलेको बगत यहाँहरूलाई जानकारी गराउँछौँ। घटनास्थलमा संघीय सांसद तारा लामा तामाङ सहित स्थानीय तहका जनप्रतिनिधिहरू समेत पुगेका थिए। उनीहरूले पनि घटनाको सत्य तथ्य छानबिनका लागि सुरक्षा निकायलाई अनुरोध गरेका छन्। कञ्चनपुर क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ। यो अप्रत्याशित एकदम दुःखद लाग्दो घटना भएको छ। अब यो घटनाले हामीलाई एकदम दुखी बनाएको छ, किनभने समय समयमा अहिले पनि यस्तो घटनाहरू घटिरहन्छ। बहुत दुःख लाग्छ र अहिलेसम्म हामीले हरिकिशन राणाजी कमरी बेलडाँडी 3 को भन्ने पुष्टि भएको छ। अब अनुसन्धानलाई अझ व्यवस्थित र विस्तृत रूपले गर्न मैले यहाँको प्रहरी उपरीक्षकज्यूसँग अनुरोध पनि गरेको छु, भनेको पनि छु। र नेपाल प्रहरीले स्वतन्त्र ढङ्गले सबै नागरिकले सहयोग गर्यो भने यो घटनाको सत्य तथ्य बाहिर ल्याउन उहाँहरू सफल हुनेछन्। र त्यसको लागि हामी स्थानीयहरू, जनप्रतिनिधिहरूले नेपाल प्रहरीलाई सक्दो सहयोग गरौँ। यसले गर्दा यस्ता घटनाको सत्य तथ्य बाहिर आउन सकुन्।
राणाको शव मंगलबार अपराह्न मात्रै उठाइएको छ। उनको शव परीक्षणका लागि धनगढी लगिएको छ। अहिले प्रहरी घटनाको सबै पक्षमा गहिरो अनुसन्धान गर्दैछ। यस रहस्यमय र दुःखद घटनाको पछाडि के रहस्य लुकेको छ भन्ने खुल्न अझै समय लाग्न सक्छ। यस घटनामा प्रहरीले निष्पक्ष छानबिन गरेर सार्वजनिक गरोस्। सो घटनापछि स्थानीय बासिन्दाहरूले उक्त क्षेत्रमा प्रहरी बीट र नियमित सुरक्षा गस्तीको माग समेत गरेका छन्। हरिश चन्द्र बाग, कञ्चनपुर।